नमस्ते, मेरो नाम चाहिँ रश्मि पनेरू। अहिले यो सामाजिक सञ्जालमा अत्यन्तै भाइरल भइरहेको भिडियो हो रश्मि पनेरू र उहाँका श्रीमानको। तपाईँको विचार कमेन्टमा राख्नुहोस्। थट्सहरू आउन छोडे त्यसपछि मैले चाहिँ दुईचोटि चाहिँ सुसाइड एटेम्प्ट गर्ने कोसिस गरेँ। दुईचोटि सुसाइड एटेम्प्ट कोसिस गरेपछि चाहिँ एकचोटि चाहिँ मैले बाइक चाहिँ मैले जति स्पिड थियो बाइकको त्यति हाँकेर बाइक चिप्लेर एकातिर म एकातिर गएँ। त्यतिखेर त्यो पनि सुसाइड फेल भयो। त्यति एक दिन म राति उठेर जाँदै थिएँ, आमा बाउले देखिहाले ढोका ढक्रे गएर देखेर। अनि अब म तर कहाँ जान्थेँ मलाई थाहा थिएन त्यतिखेर चाहिँ। अब त्यो देखेपछि अनि दोस्रो दिनदेखि मेरो आमा बाउ मेरो रुमको त्यो ढोकामा सुत्न थाले। अनि त्यसपछि चाहिँ उनीहरू चाहिँ यो छोराले भोलि केही गरिदिने हो कि भनेर। अब उतिखेर चाहिँ म कमजोर भएँ कि त्यतिखेर चाहिँ एकदमै आमा बुवा भन्दा पनि म कमजोर भएँ। अब अहिले म अब चाहिँ बिस्तारै मेरो सबै कुरा ठिक हुँदैछ। म सबै कुरा ठिक भइसकेको छ। जाने जाओस्, जानेलाई त कसैले पनि रोक्न सक्दैन। तर जाओस्, कसैको घर बार भत्काएर, कसैको सपना कुल्चेर, कसैको जिन्दगी बर्बाद गरेर यसरी चाहिँ कसैले पनि नजाओस्, म चाहिँ त्यो भन्न चाहन्छु। तर त्यो मान्छेले चाहिँ यतिसम्म पनि 4 वर्षको सम्बन्धलाई यति सजिलै त्यागिदियो कि कुनै पुरै बिहे भनेको त मजाक जस्तो बनाइदियो कि आयो गयो खेल्यो केटाकेटी खेल्यो जस्तो खेल बनाइदियो कि उसले चाहिँ। अब के भन्ने। अब त्यसपछि चाहिँ अहिले चाहिँ कसैले पनि कुरा गर्ने। अहिले चाहिँ के भएको छ भनेपछि उसको बुवाले चाहिँ मलाई अस्ति जुन मैले पोस्ट गरेँ त्यो पोस्ट देखेपछि मलाई चाहिँ फेसबुकमा ब्लक गरिदियो। अनि त्यसपछि चाहिँ यता इष्टमित्रहरूले हाम्रोतिरको सबै रिलेटिभ्सहरूले चाहिँ उता फोन गर्दाखेरि कसैको फोन पनि उठाएन कि। अनि ऊ केटीले पनि आफ्नो मैले त्यो युजर नेम चाहिँ उसको आफ्नो त्यो स्ट्याटसको तल लेखिदिएको थिएँ। त्यो उसले स्ट्याटस चेन्ज गरेर आफ्नो फोटो हटाइसके। उसले चाहिँ टिकटकमा फोटोहरू त हाम्रो युएस गएको 3 महिनापछि टिकटकको फोटोहरू भिडियोहरू त उसले पहिले नै हटाइसकेको थियो। बिहे गरेको फोटोहरू यताउति पहिला नेपालमा हुँदाखेरि ती चिजमा यताउति सबै भिडियो बनाएको थियो, त्यो सबै डिलिट गरिसकेको थियो कि उसले चाहिँ प्राइभेटमा राखिरहेको थियो होला। अब अहिले मैले हिजो अरूकोबाट हेर्दाखेरि अब 1-2वटा भिडियो सिन्दुर लगाएको मैले देखाएको थिएँ, त्योभन्दा अगाडि थिएन। उसले चाहिँ त्यो पाकिस्तानीसँग लागेपछि उसले चाहिँ पुरै टोटल्ली नै कन्ट्याक्ट गर्यो। म 100% ठोकुवा गरेर भन्न